हेलो नमस्कार। आज हामी वर्ल्ड फाइनेन्सियल ग्रुपमा आइसकेपछि कोर्स कसरी लिने एडी ब्याङ्करबाट कोर्स लिनको लागि हामी कहाँ जानुपर्छ त? त्यसको लागि सर्वप्रथम हामीले कहाँ जानु पर्यो भने www.ad banker.com/ हामीले डब्लुएफजी गर्नु पर्यो। यो यस्तो गर्ने अनि इन्टर गरिदिने। अनि यो मानौ तपाईँले डब्लुडब्लुएडी ब्याङ्कर डट कममा जानुभयो भने डिस्काउन्ट पाउनुहुन्न। तर यो वर्ल्ड डब्लुएफजीबाट जानुभयो भने तपाईँलाई 145 डिस्काउन्ट दिन्छ। त्यही भएर के गर्छौँ भने हामी डब्लुएफजीबाट जान्छौँ। अनि जहिले पनि यसमा आइसकेपछि हामीले आफ्नो स्टेट सेलेक्ट गर्ने, तपाईँ कुन स्टेटमा हुनुहुन्छ। अब यो सबै स्टेट दिएको छ। मानव कोही ट्याक्सस, म अहिले ट्याक्ससमा छु, अहिले म ट्याक्ससको नाम दिएँ यहाँ, ट्याक्सेस गरेँ। त्यसपछि चुज योर कोर्स। चुज योर कोर्समा के गर्ने, जहिले पनि प्रि लाइसेन्सिङ गर्ने। प्रि लाइसेन्सिङ है, प्रि लाइसेन्सिङ हेर्नु, यसमा के छ, ट्याक्सेस गरिदिए, यसमा प्रि लाइसेन्सिङ। अनि डब्लुएफजी कोडमा के हाल्ने, आफ्नो जे कोड छ, जुन तपाईँले डब्लुएफजीमा इनरोल हुँदाखेरि जुन कोड दिएको थियो त्यो कोड हाल्ने। जस्तो मेरो अहिले कोड छ 73 VST, यहाँ अलरेडी छ, त्यो मैले गरिदिएँ। अनि जहिले न्यू युजर गर्नु, न्यू युजर है, न्यू युजर गरिदिएँ मैले। त्यसपछि अब यहाँ गएँ, त्यसपछि आफ्नो इमेल हाल्ने। इमेल अहिले म त मेरो अलरेडी एकाउन्ट छ यहाँ, त्यो पनि म एउटा ट्राई गर्छु खुल्छ कि म अर्को इमेल हालेर ट्राई गर्छु। जस्तो एन महातो, ल मैले यो गरेँ होइन। जस्तो यो मेरो इमेल हालेँ, एउटा यहाँ पासवर्ड सेलेक्ट गर्नु होइन, आफूलाई जे इजी लाग्छ। मैले पासवर्ड पनि सेलेक्ट गरेँ। त्यसपछि फोन नम्बर, मेरो नाम आइहाल्यो, मेरो एड्रेस, तपाईँको दिने सिटी दिने, स्टेट दिने, जिप कोड, फोन नम्बर होइन। यो सबै दिइसकेपछि एकैछिन इनभ्यालिड देखाइरहेछ। र यो एक्सटेन्सन, यो जुन छ नि एक्सटेन्सन, इन्सुरेन्स लाइसेन्स, लाइसेन्स रिन्युअल डेट, योहरूमा के हाल्नु पर्दैन। हामीले यताको के यो यहाँबाट म यहाँ मार्क गरिदिन्छु, क्लियर हुन्छ। यहाँबाट यहाँसम्म हामीले केही हाल्नु पर्दैन है, हामीले केही राख्नु पर्दैन यतिमा होइन। अहिले म यसलाई फेरि डिलिट गरिदिएँ। डिलिट गरिदिएपछि यहाँ के गर्ने, क्रिएट एकाउन्ट गर्ने है, क्रिएट एकाउन्ट गरिदिएँ है। अब क्रिएट एकाउन्ट गरेँ, अब हेर्नु एकाउन्ट क्रिएट भइरहेको छ होइन। त्यसपछि अब के गर्ने, हेर्नु मैले ट्याक्सेसको लागि दिएको थिएँ, ट्याक्सेस ट्याक्सेस आइसक्यो होइन। त्यसपछि लाइफ एन्ड यो हेल्थ भयो। अनि यसमा म अनलाइनमा गरिदिएँ होइन। अनि यहाँ गइसकेपछि के हुन्छ भने ट्याक्सेस, तपाईँले ट्याक्सेस लाइफ एन्ड हेल्थ छ। अब यो ट्याक्सेस लाइफ एन्ड हेल्थ भनेको अलिक ठुलो कोर्स हुन जान्छ होइन। तपाईँले दुइटैको लिनु छ भने यो लिँदा पनि भयो, तर प्राय गरेर हामी लाइफको लिने पहिला। अब ट्याक्सेसमा के छ भने लाइफ आई मिन हेल्थ छुट्टी छैन यसमा। तपाईँको ट्याक्सेस लाइफ र ट्याक्सेस लाइफ एन्ड हेल्थ सँगै लिन सक्नुहुन्छ। हामी प्राय गरेर के हुन्छौँ, ट्याक्सेस लाइफको लिन्छौँ। अनि यहाँ एड गर्ने, हेर्नु अहिले डिस्काउन्ट अहिलेसम्म पनि आएको छैन, तर एड गर्ने। एड गरिसकेपछि यो भन्छ वान टु एड प्रिन्टेड स्टडी मेटेरियल टु योर अर्डर। योले के गर्छ भने यो एड गर्नु भने तपाईँले स्टडी मेटेरियल दिन्छ, तर प्रायः गरेर हामीलाई स्टडी मेटेरियल चाहिँदैन, हामी अनलाइन पढ्न सक्छौँ। हेर्नु अब यहाँ के हो, तपाईँको डिस्काउन्ट 145 डिस्काउन्ट आयो। अब तपाईँको कोर्स कति पर्न गयो, $24.95 यसरी गर्ने। अनि यो भइसकेपछि त्यसपछि फेरि नो थ्याङ्क्स गरिदिने, यो चाहिँदैन हामीलाई होइन। यस्तो गरेर तपाईँ यहाँ अब लास्ट 4 डिजिट सोसलको दिने, जस्तै मेरो 1554 दिए होइन। अब यो अहिले म त लिइरहेको छैन, मलाई यो होइन, म यहाँ जे पनि हालिदिन्छु अहिले। तपाईँ तर आफ्नो डेट अफ बर्थ हाल्नु होइन। ल, होइन मैले यो राखिदिएँ इक्जाम्पलको लागि होइन होइन। अनि यहाँ आफ्नो एड्रेस होइन यो गरिदिएँ। अहिले यो त मैले फर्मेटिभ मिलेर छैन होइन। होइन अहिले अब योहरूको एड्रेस, बिलिङ एड्रेस होइन। अब यहाँ तपाईँको नयाँ के एड्रेस हाल्नु,
होइन होइन अनि त्यसपछि तपाईँको अब एड्रेसलाई कन्टिन्यू गर्ने कन्टिन्यू गरिसकेपछि के हुन्छ भने तपाईँको पेमेन्ट आउँछ अनि पेमेन्ट गर्ने यहाँबाट होइन मानौँ न म यहाँ जान्छु होइन 0101 यस्तो म देखाइदिन्छु यहाँसम्म 0101 1986 होइन म यस्तो गरेपछि तपाईँको पेमेन्ट लिङ्क आउँछ यहाँ हेर्नु अनि आफ्नो यहाँ कार्ड नम्बर हाल्ने नाम हाल्ने यो सबै हालेर के गर्नु पऱ्यो भने तपाईँले सबमिट अर्डर गरिदिनु भयो भने तपाईँ आफ्नो अर्डरमा जान सक्नुहुन्छ र त्यसपछि तपाईँले त्यहाँबाट 8वटा च्याप्टर आउँछ अनि त्यसलाई पढ्नुपर्ने हुन्छ यसरी तपाईँले यो एडी बेङ्करबाट कोर्स किन्न सक्नुहुन्छ है ल धन्यवाद तपाईँहरूलाई म